वेलकम ब्याक टु माई युट्युब च्यानल। दिस इज विनोद सिंह थापा। म एउटा एक्टर र आजको हाम्रो यात्रा भनेको मल्लिकार्जुन धामको लागि हो हैन। यहाँ चाहिँ हामी पूजाको लागि आएको छौँ र आज चाहिँ हाम्रो राष्ट्रको 7 धाम मध्येको एक धाम मल्लिकार्जुन मन्दिरको जात्रा, ठुलो जात्रा चाहिँ आज हुन्छ र हामी त्यसकै पूजाको लागि चाहिँ हामी यहाँ आएको। जय हो स्वामी, जय हो। यो चाहिँ हाम्रो मल्लिकार्जुन जात्रा दार्चुलाको सबैभन्दा ठुलो जात्राको रूपमा गरिन्छ हैन। र एकदमै पवित्र स्थल, एकदमै रमणीय वातावरणहरूको बीचमा रहेको मल्लिकार्जुन मन्दिर र हामी त्यसकै दर्शनको लागि हामी आज यहाँ आएका हौँ। र आज के हो बाबु? जात हो। कहाँ जात हो? र तपाईहरुले देख्न सक्नुहुन्छ कि यो चारैतिर यो हरियालीको बीचमा, चारैतिर यो सल्लाहहरूको बीचमा, यो जुन ध्वजाहरूको बीचमा यो एउटा बाटो बनाएको छ। आज मन्दिरमा पूजा पाठ यो हाम्रो आस्था, विश्वास र आत्मीयताको धरोहर राष्ट्रकै धाम मल्लिकार्जुन मन्दिर परिसरमा लाग्ने मेला सुदूरपश्चिमकै र दार्चुलाकै सबभन्दा ठुलो जात्रा हो। यसमा दार्चुलाको, बैतडीको र छिमेकी देश भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू, तराईबाट श्रद्धालु भक्तजन आउने र सबैभन्दा ठुलो जात्रा पहिलेदेखि नै लाग्ने चलन रहिआएको छ मल्लिकार्जुनमा। यो ऐतिहासिक धाम एउटा प्राचीन धाम हो जसको आदि र अन्त केही पनि छैन। प्राचीन कालमा अनादिदेव महादेव जति बेला शैलशिखर धाममा आफ्नो अर्जुनको रूप धारण गरेर तपस्यामा हुनुहुन्थ्यो, त्यही बेलामा कैलाश पर्वत खाली रह्यो। कैलाश पर्वतमा सबै देवी देवताहरू महादेवको खोजी गर्न लागि त्यहाँ गएर आराधना गर्दा उहाँ सबै देवी देवताहरूले महाराज मल्लिकार्जुन शिवशङ्करलाई भेटेनन्। अब त्यहाँबाट उनी कैलाश पर्वतीय जुन श्रृङ्खला छ, हिम श्रृङ्खला, हाम्रो कैलाश पर्वतसँग जोडिएको हिम श्रृङ्खला यो शिखर पर्वत पर्दछ। यहाँ आएर चाहिँ अर्जुनको रूप धारण गरेर आराधनामा बसेको अवस्थामा र त्यसै गरी मल्लिकाको रूप धारण गरेर पार्वती आराधन भएको अवस्थामा महादेवसँग साक्षात्कार भयो, ब्रह्मा विष्णु लगायतका अन्य देवी देवताहरूको। अब त्यही अनुसारले त्यहाँदेखि नै यो धामको नाम शैलशिखर पर्वत, शीर्षैली मल्लिकार्जुन, जो चाहिँ 12 ज्योतिर्लिङ्ग मध्येको 12 ज्योतिर्लिङ्गका रूपमा विश्वभरि परिचित छ आध्यात्मिक क्षेत्रमा, हिन्दू जगतमा।
दार्चुला जिल्लाको यो लेकम क्षेत्रका सबै ठाउँबाट दमाहा जात्रा लिएर सबै ठाउँबाट आउने चलन छ। त्यसपछि मार्मा क्षेत्र भयो, दार्चुलाको माथिल्लो भूभाग भयो, बैतडीको पाटन, यता बैतडीको विभिन्न भूभागबाट मान्छेहरू आउने गर्छन्। भारतबाट पिथौरागढबाट दर्शनार्थीहरू एक दिन अगाडि आउने गर्छन्। नेपालको तराईका जिल्लाहरू कैलाली कञ्चनपुरबाट पनि विभिन्न आस्था र पूजाका हिसाबले यहाँ मान्छेहरू 2-3 दिन अगाडि आएर जात्रा अवधिसम्म बस्ने गर्छन्। त्यसैले आज यो लेकम क्षेत्रकै र राष्ट्रकै 7औं धाम मल्लिकार्जुन मन्दिरमा लाग्ने जात्राको पावन अवसरमा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक स्वागत सहित शुभकामना। जात्रालाई भव्य, सभ्य, सुव्यवस्थित बनाउन सबै आम श्रद्धालु, आम नागरिक सबैको कर्तव्य हो। यसलाई बनाउनमा सबै लागौँ, यसलाई सफल पारौँ, मर्यादित बनाऊ। 2082 कार्तिक 18 गते का दिनमा चाहिँ शिष्यले मल्लिकार्जुन धामको मल्लिकार्जुन मन्दिरमा रात्रिकालीन विशाल जात्राको अवसरमा उपस्थित छौँ। यो जात्रा को पनि ठ्याक्कै लिखित इतिहास छैन। कहाँदेखि चाहिँ परम्परा सुरु भयो, यो जात्राको उत्पत्ति कहाँदेखि भयो, कुन समयदेखि भयो, त्यसको खासै लिखित इतिहास नभए पनि यो श्रुति कथन अनुसार 12औं शताब्दीतिर यता स्थापित भएको र त्यहाँदेखि यी सबै खालका पर्वहरूको विकास हुँदै आएको भन्ने छ र हामी पनि ती पर्वहरूलाई अहिलेसम्म मनाइरहेका छौँ। लाखौं मनमा एउटै धुन गुनगुनाऊ है भक्तजन। जय हो स्वामी, जय हो मल्लिकार्जुन। जय हो स्वामी, जय हो मल्लिकार्जुन। नमस्ते यहाँहरू सबैजनामा। मेरो नाम महेश विक्रम सामन्त। मेरो नाम अन्जु धामी। र हामीले आज यस महाराज मल्लिकार्जुन स्वामीको प्राङ्गणबाट बोल्दै गर्दा महाराज मल्लिकार्जुन स्वामीको महिमा मण्डन हुने एक किसिमको भजन हामीले बनाएका छौँ र यो भजन अब छिट्टै रिलिज हुने क्रममा छ र हामीलाई पूर्ण आशा छ यहाँहरूले हाम्रो भजनलाई साथ दिनुहुनेछ र माया दिनुहुनेछ भन्ने मैले विश्वास व्यक्त गर्न चाहन्छु। धन्यवाद। महाराज मल्लिकार्जुन स्वामीको जय।